नमस्कार दर्शकबिन, तपाईँहरूलाई चाहिँ म एउटा जडी औषधिको बारेमा बताउन गइरहेको छु जुन चाहिँ लुप्त भएर गइरहेको छ है। यो मुस्किलले पाएँ किनकि मैले नै अनुभव गरेको यो चाहिँ विशेष चाहिँ तपाईको नसो चेप्टेको भन्छ है। दग्दी, पुरानो दग्दी जुन चाहिँ यस्तो पिछेपट्टि जुन हामी पिछे भएको हुन्छ त्यहाँबाट चाहिँ दुखेर चाहिँ नसो चेप्टिँदा कस्तो हुन्छ, जसलाई नसो चेप्टेको भनेको त्यो व्यथा छ हुन्छ उसलाई मात्रै थाहा हुन्छ। एकदमै यो सरेर जान्छ। कोही चाहिँ दग्दी यताबाट जान्छ, दग्दी पुरानो दग्दी युरिक एसिड हुँदा घुँडा दुख्ने गाडागोडीहरू हुन्छ, त्यसको चाहिँ जडी औषधि हो। किनकि मैले पनि नसा चेप्टेको थियो, मैले लाउँदाखेरि एकै दिनमा जाती हुने यो चाहिँ एकदम अचुक औषधि हो। यहाँ हेर्नुहोस्, यसको पत्ता हुन्छ है। यसको नाम चाहिँ चितु हो। जसको वैद्यबाट मैले लगाएँ उहाँले कालो चितु पनि भन्नुहुन्छ, कालो चितु भन्दा पनि हुन्छ। यसको नाम चाहिँ चितु हो, तपाईँले देख्न सक्नुहुन्छ। विशेष चाहिँ मैले आज यस्तो ठाउँबाट गएर है मैले लिएर आएको छु। मैले यसको चाहिँ प्रयोग गरेँ। एकै दिनमा बिहान लगाएको बेलुकासम्म चाहिँ जाती हुन्छ। यसको चाहिँ यसको जराको बोक्रा चाहिँ कुटेर चाहिँ जहाँनिर दुख्छ त्यो पहिला पोइन्ट थाहा गर्नुपर्छ, कहाँबाट चाहिँ दुख्छ। जुन नसा चिप्टेको भने चाहिँ यहाँबाट पिछेको भागबाट चाहिँ दुखेर चाहिँ सर्दै तल कुर्कुच्चासम्म दुख्छ होइन, धेरै दुख्छ। त्यो पोइन्ट थाहा पाएपछि त्यहाँनिर चाहिँ टक्क जरा कुटेर लगाएपछि ब्यान्डिटले टालेपछि त्यो चाहिँ बिस्तारी बिस्तारी पोल्दै गएर बेलुकासम्म लगाएपछि भत्भत पोल्छ। त्यहीँ चाहिँ निकाल्नुपर्ने हुन्छ है। निकालेपछि हल्का डढेको जस्तो पनि हुन्छ, पोल्छ, घाउ पनि हुन्छ। हल्का बोरोलिनहरू लाउनुहोस्, तर एकै दिनमा